धन्यवाद सभापति श्री श्यामदेव देवकुमार मानंदर जी वो सकल जुल पिताजी थाउ जी थन दया ताते नामाल छ 1 मिनेट के निम्ति जगह सुझाव निम्ति जगह जीसा थो भोगा बुया थोने भोगा बुया रात कोस दिन देगा वो रात कोसे हवा बीपी ये ढबाउडु ताछा रावाला मेया जिबा तो ख वो जिबा मबिउडु वो ख थो मानन्दर संगया दुदल फुकुश्याम पोचे एन्डुडु उके पोचे बित चाहिँ वो जिबा जतो चाहिँ जे सजिब भाजुयोपट्टि प्रतिवेदन सम्बन्ध छबोजन नयामा हो तथ्याङ्क उपसमितिया मानन्दर जुझौ भई सपुर चाहिँ जुन वो प्रतिवेदन बिउडु अन चाहिँ मानन्दर संघ यो अछि आर्थिक भारमलाको चाहिँ मानन्दर वो डाइरेक्टरी पिताओ पनि वो सम्बन्ध सचिव ज्यू प्रतिवेदन ढुकनी वो चाहिँ 70 साल कार्तिक 24 गते चाहिँ उलेउ ज्यानो दिन हो तर वो सबको यो सम्बन्ध चाहिँ अछि जे कोषाबाट चाहिँ भाजु यो प्रतिवेदन चाहिँ जे आम्दानी खर्च यो पनि स्वयं हो तर वो आम्दानी खर्च चाहिँ जे मानन्दर संघ यो आर्थिक नियम जुने चुना या याना चाहिँ सबको पिकाउ खगी मो ओके चाहिँ विशेष विवरण चाहिँ जिराउ मालगा छौ पर छौ चाहिँ सरकार आज जे मानन्दर संघ यो गुल्न ढेबाटु भ वो छु बेंगल या संस्था तैलो भ उसको न चाहिँ प्रस्त एनपीटी र इनाबे सोचलपा दक्षिण नपा थु दोमुजा पक्कन जिउ मानन्दर देवे इतिहास गु फिनिर न्यानसी न्याकाचो तु दोमुजा निको गु दोमुजा छक्न या माउदु तर चाहिँ उपसभापति अले छान्जे गाउँभरि प्रतिवेदन गणन उल्लेखबाट कम्ती क्षमजुलका क्षमलको कहिले मालिने दोमुजा चाहिँ याउ ज्यादा 2 वर्ष छक याउ फुकुलटको पाएछ सकल हनिबापी मानन्दर देवे छौ प्रतिष्ठा आजui किस्म तो केन्द्रीय मानन्दर संघ ठोठे याउ दुर्भाग्य गणजी तमु जान निगु साली छक्न ठछौ ख अले ठुलमची छी खला पुचा तो केन्द्रीय मानन्दर संघ तो अठे ठु तमु जान याकेले ठौने वंगु तो फकस मडुगुपी सकल भागमा पिनु नामे 6 मिनेट मन दानका यामको तो गयोपट्टि तमुजा पक्कना जिमसमा शिल्पञ्चमी मानन्दरको किपु पाथे ठोस्यानो चाहिँ भव्य सभ्य रूपमा चाहिँ जिमसमा थौ तमुजा न्याका छना तर थन वेबले वेटो सो पलाया न्यू लाइफ हातनको चाहिँ जीव चाहिँ ठो मानन्दर संग्यो प्रतिभाको किस्म नेबो जी दक्षानस्यो अनि बापी सकल थौ पत्नीले पुर्नेछ गु रूपमा चाहिँ केन्द्रीय मानन्दर संग्यो दमुजे पोटिका जापी सगिष्टन आयो गु निर्वाचित जुपी दिसिलापी निर्वाचित यानालिनो फोया खटासे जु चिच्चाको बजख थनर मचाके जतो चाहिँ जे सजिब भाजुयोपट्टि प्रतिवेदन सम्बन्ध छबोजन नयामा हो तथ्याङ्क उपसमितिया मानन्दर जुझौ भई सपुर चाहिँ जुन वो प्रतिवेदन बिउडु अन चाहिँ मानन्दर संघ यो अछि आर्थिक भारमलाको चाहिँ मानन्दर वो डाइरेक्टरी पिताओ पनि वो सम्बन्ध सचिव ज्यू प्रतिवेदन ढुकनी वो चाहिँ 70 साल कार्तिक 24 गते चाहिँ उलेउ ज्यानो दिन हो तर वो सबको यो सम्बन्ध चाहिँ अछि जे कोषाबाट चाहिँ भाजु यो प्रतिवेदन चाहिँ जे आम्दानी खर्च यो पनि स्वयं हो तर वो आम्दानी खर्च चाहिँ जे मानन्दर संघ यो आर्थिक नियम जुने चुना या याना चाहिँ सबको पिकाउ खगी मो ओके चाहिँ विशेष विवरण चाहिँ जिराउ मालगा छौ पर छौ चाहिँ सरकार आज जे मानन्दर संघ यो गुल्न ढेबाटु भ वो छु बेंगल
यस संस्था तैलो भ उसको न चाहिँ प्रस्तो एन बेटी र इनाबे जोजनबा जी सुवर्ण साहेबी आगो पुग्ने सभापति भाजो अले टको हने बहबी थे दासे जराबी भी भाजो मेजबी सभासद भाजो मेजबी जी थना नवारला यक्वे मास्टो तर जी थना जजमो घटना याटा विवेचना याटा थना इनमरो जियो निर्वाचन न जोगु जुल जी छोन्यु जी मानदण्ड संघेर आवे कार्य समिति र नो कार्य समिति र सुझाव पठन जी छुटाएर रासा एक नंबर त थियो विधाने त्रुटिपूर्ण दो एके संशोधन यामला दोस्रो नंबर छुरासा जी है प्रत्येक ट्वाले छगा छेड छम जब दुजा दियो जुल त्यासे जीवी सम्पूर्ण मानदण्ड परिवार प्रत्येक व्यक्ति चाहिँ 20 बेला छम व्यक्ति छौ छगा छैन 20 बेला गु कैटाउ गनि गना कैटाउ ग अठे मधु से सम्पूर्ण मानदण्ड समाज जन्मरूपी सम्पूर्ण मानदण्ड वो समाज मानव संघमा चाहिँ सदस्य जिम्मा अठे मतलब छुले राजा छौ उदाहरण लागि जीथा जिबु टले 118 घरदुगा अर्थात् परिवार दुगा चिप्छ 118 परिवार या डाँठ हन पुलाटे दु छमै छु डर सु मानदण्ड संघ छमै छु टिमा चाहिँ मानदण्ड संघ चाहिँ विकासशील जीवको कप्लेन एक्जाम्पल यो लागि तिनटा 118 जवाने न्याम परिवार त तिले छका छैन त्याबले न्याम परिवार 118 दिले 11000 चान्चुन 800 रुपैयाँ तिनटा डलर चाहिँ पुलियो बाटा पनि देखबाला अले जीविका बच्चा छे छि तको चाहिँ छोजी थन मानदण्ड संघमा साधारण सदस्य दिगा अझैना चाहिँ प्रत्येक छकापटिको जोपटिको निर्गना उठाया ठो व्यवस्था दिमाला अन चाहिँ जिल्ला 45 46 48 वटा टोले डेर उगो छुन महासंघ डेक्यो न केन्द्रीय मानदण्ड संघका चाहिँ 60 70 वर्ष दैन 60 वर्ष दे उगो न्यामले चाहिँ केन्द्रीय मानदण्ड संघ छुए मरो तर महासंघ जुइमा अवस्था ठेन्नु गोला नेउटा टाउ नेउटा समर्थन नेता महासंघ जी चाहिँ जेउ विधानले उल्लेखित हो जेउ विधानले बगस मेउली उल्लेखित हो अना मेउ ठन मेउ टागा कोन थिजो महासंघ डेग्युली छिबी वन वाला अना चाहिँ ठन 55 साल अनि हे गु चाहिँ सडेन्ड पूर्व लिबियन 6 संख्या चाहिँ एन्जो न 6 संख्या चाहिँ एन्जो न वो यके थि पञ्च न्यामले न ठन सडेन्ड पूर्व चाहिँ चाहिँ मानदण्ड संघ न्यामले न ठाउँ कोही टोलान्चो र बजाउ जाति बजो अघि वो एउटा अन्टयामाला नो कार्य समिति वइ मिन्ट जी अनजी सचेतिया न्यामले न उपसभापति वा सचिव वा मेमेमी ग्रुपिजम दिया चाहिँ सडन पूर्व चाहिँ राजले मानदण्ड संघ त न्यामले न डमनेन्ट हो सम्पूर्ण मानदण्ड परिवारले त डमनेन्ट त्यो जाति जोडो थोइ त अन्टयामाला अन चाहिँ जे मेउ छौ खला मानदण्ड संघ ठौ हैसियत पिने वना सुछम व्यक्ति चाहिँ बिना छाप ठन ठैना चाहिँ पहुँचेका हो जे ठन खण्ड न ठो पहुँचेना चाहिँ अधिकार सुनाबिल कार्य समिति बिउख वा चाहिँ सुनाबिउख वो सम्बन्धित व्यक्ति स्पष्टीकरण ज्ञान दिमा अनि बाबा नाया भाजु जीव नारायण मानदण्ड जो मानदण्ड सडागो खला ढोसा विशेष 73 त्यस सोरया वको पौया लिसा छिस्कर छिगु टला ठोहे बिजाते 73 त्यस सोरले वको पटी उल्लेखित यान टाउको अमेन्ड बारे न ख केन्द्रीय मानदण्ड संघ विधान कथा मिना मुजुगुनी वो केन्द्रीय मानदण्ड संघ निर्वाचन आयोग पाखेनो उगो पटी उल्लेख ख स्वीकृत मजिको जानकारी दिया चुनाव गातानी रघुभक्त मानदण्ड बिना छाप अछापेन तेला ठो बिना छापो चीज अझै वैधानिक ठाउँमा अवैधानिक ठाउँ खसा छापडो अवैधानिक ठाउँ खसा वे गर्न ठोपाउँछ अधिकार नाबिल फिर स्पष्ट यान्त्रीमा फेर ठुल्या डोले आदि ठाउँजी ठनेको छाएको धन्यवाद शुभ भयमा उद्घोषक सन्देश मानन्दर्ज्यू केन्द्रीय मानदण्ड संघ सभापति आदरणीय देव कुमार मानन्दर्ज्यू त्यसमा परासीन सम्पूर्ण आदरणीय व्यक्तित्वहरू र उपस्थित विभिन्न जिल्लाबाट सहभागी जनाउनुहुने
सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा सर्वप्रथम म भक्तपुर वडा नम्बर 3 साकलान टोल र शिवरात्रि गुठीको तर्फबाट म शिव मानन्दरको दिवालकालीन सम्पूर्ण महानुभावप्रति म हार्दिक अभिवादन टक्राउन चाहन्छु। नमस्कार। साँच्चै देवराज दाइले मलाई भन्नुभयो नेवारी भाषामा, तर म नेवारी भाषामा बोल्न चाहन्छु। तर जिल्लाबाट नेवारी नबुझ्ने नेपालीहरू पनि आइराखेको हुनाले म तपाईहरुसँग क्षमा चाहन्छु। म उहाँहरूलाई पनि मेरो कुरा उहाँले बुझोस् भनी म चाहन्छु। यसको लागि म क्षमा प्रार्थी छु। केन्द्रीय मानन्द सङ्घ भनेको सम्पूर्ण नेपालीको ढुकढुकीको एउटा संस्था हो। यो कुनै व्यक्तिको होइन, यो सारा सम्पूर्ण मानन्दहरूको संस्था भएको नाताले गर्दा हामीहरू पनि संलग्न भएर केही गर्न सकिन्छ कि भनेर आज मानन्द सङ्घमा आइराखेको हो। हुन त उद्घोषकज्यूले अघि कोषाध्यक्षज्यूको प्रतिवेदन, सचिवको प्रतिवेदन र आफ्नो केही भनाइ राख्ने र सुझावको भन्नुभएको छ। म के भन्न चाहन्छु भन्दाखेरि आज 2010 साल 10 महिना र 10 गते यानीले ह्याट्रिक 10/3 भएको त्यो बेलामा तपाईहरु सोच्नुहोस्, आजभन्दा 62 वर्ष पहिला 3टा ह्याट्रिक गरेको, स्थापना गरेका हाम्रा अग्रजले स्थापना गरेको यस्तो संस्थालाई कुन रूपमा हामीले विकास गर्नु पर्छ भन्ने कुरा तपाई हामीले इभ्यालुएसन गर्न अत्यन्त जरुरी भइसकेको छ। म आज अत्यन्त हाम्रा आदरणीय लक्ष्मीदास मानन्दज्यू पनि यहाँ उपस्थिति हुनुहुन्छ। म एकचोटि उहाँलाई उभिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। एकचोटि उभिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। र उहाँ यस्ता व्यक्ति हुनुहुन्छ जसले संस्था स्थापनामा अहम भूमिका खेल्नु भएको छ र उहाँ निरन्तर हाम्रो संस्थामा लागि पर्नु भएको छ। र म सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई पनि म अनुरोध गर्न चाहन्छु। म कसैले काखा र पाखा होइन, केन्द्रीय मानन्द सङ्घ विकासको निमित्त कोही रिसाउँछ भनेर म डराउने व्यक्ति पनि होइन र मैले यो घमण्ड पनि गरेको होइन। म जहिले पनि भन्दै आइरहेको छु, खोइ त तपाईहरुको छोराहरू छोरीहरू यी युवाहरू कलेज जाने डाक्टर, इन्जिनियर र प्रोफेसरहरू उहाँहरू कहाँ जानुभयो? केन्द्रीय मानन्द सङ्घ विकासको निमित्त उहाँहरू जस्ता युवा वर्गलाई सम्मिलित गर्नु पर्छ कि पर्दैन भने म जोरदार आवाज पनि उठाउन चाहन्छु। आज हाम्रो इलेक्सन पनि छ। केन्द्रीय सदस्य मात्र बने होइन, केन्द्रीय सदस्य बनेर आफ्नो हैसियत प्रस्तुत गर्ने एउटा स्थान पनि यो ठाउँ हुनुपर्छ भने म जोरदार आवाज उठाउन चाहन्छु। युवा वर्गको प्रतिनिधित्व कति हुनुपर्दछ? आज संसारमा युवाहरूको कति भूमिका छ भन्ने कुरा तपाईहरुलाई थाहै छ। म त भन्छु, आज म अस्ति भर्खरै एउटा कार्यक्रममा गएको थिएँ। कार्यक्रम पछाडि मैले सन्देश दिले फेसबुकमा मैले फोटो ट्याग पनि गरेको थिएँ। मैले त्यहाँ ज्याफो समाजका अध्यक्षले भेट गरेँ। ज्याफो समाजको हुन त त्यो कार्यक्रम च्याम्बर अफ कमर्सको थियो। मैले ज्याफो समाजको अध्यक्षज्यूसँग धेरै लामो कुरा गरेँ। म यो सबै कुरा त सायद मसँग समय नभएकोले मैले भन्न सकेन, तर म केही कुरा तपाईहरु सामु राख्न चाहन्छु। युवाहरूलाई रोजगारी सिर्जना गर्ने, आर्थिक क्रान्ति गर्ने, वृद्धहरूलाई वृद्धाश्रम बनाएर वृद्धहरूलाई खुवाउनको निमित्त डोनेसन कलेक्सन गरेर उहाँहरूको जीवनलाई सरलीकरण गर्ने वृद्धाश्रम सहित उहाँहरूले खोल्न सक्नु भएको छ। तर आज हामी घर बनाउनेको नाममा प्रत्येक वर्ष जोरदार आवाज उठाउँछौँ, तर हामीले गर्न सकेको छैन। म सम्पूर्ण आदरणीय व्यक्तिहरूमा यो अनुरोध गर्न चाहन्छु कि अबको केन्द्रीय मानन्द सङ्घमा जो आए पनि प्रत्येक टोलबाट 11 जनाको सदस्यको युवा टिमहरू हामीले बनाउनु पर्छ। ती 11 जनाको टिमले मलाई लाग्छ 500 भन्दा बढी संख्या हुन्छ होला। हुन त सायद यहाँ कतिपयले म जेसिसको मान्छे भनेर पनि चिन्छु होला, सायद म लायन्समा पनि इन्भल्भ भएको पनि थाहा छ होला। म सन्देशले पनि हुनुहुन्छ, यहाँ धेरै साथीहरू पनि हुनुहुन्छ। म के भन्न चाहन्छु भन्दाखेरि सधैँ हाम्रो केन्द्रीय मानन्द सङ्घको कार्यक्रमहरू खालि स्कुलमा मात्र गर्ने हो त? आज एउटा सहकारीको कार्यक्रम र भव्य रूपमा कस्तो राम्रो ठाउँमा गर्छ, सधैँ हामी यसरी नै गर्ने हो त? म सचिवज्यूलाई प्रश्न गर्न चाहन्छु।
तपाईहरु कार्य समितिमा बसेको छ कहाँबाट फन्ड कलेक्सन गर्नुपर्छ कसरी डोनेसन उठाउनुपर्छ यो टिमको काम हो हामी त पार्टिसिपेन्ट हो तपाईहरु नियम बनाउनुहोस् रजिस्ट्रेसनको सिस्टम बनाउनुहोस् 200 लिनुहोस् 500 लिनुहोस् डिनर सहित लिनुहोस् तर कार्यक्रम चाहिँ भव्य सभ्य र मनलाई आनन्द हुने ठाउँमा गर्नुपर्छ अघि देवराज दाइले भन्नुभयो शिव नेपाली नेवारीमा बोल्नुहोस् म भन्छु सकभर प्रयास गरेर नेवारीमा बोल्ने प्रयास गर्ने हो तर भाषा जेस्टी होस् तर हाम्रो संस्था विकास हुनु पर्यो र अरू जिल्लाका मान्छेहरूलाई पनि सम्मिलित गर्नु पर्यो धेरै गाउँहरू यस्ता छन् हाम्रो मान्छेहरू पीडित भइरहेका छन् उहाँहरूलाई छुटकारा दिनुको निमित्त हामीले सक्दो प्रयास गर्नु पर्यो म लामो बोल्न चाहन्न अन्तिममा एउटा म तपाईहरु सामु एउटा कुरा राख्न चाहन्छु एज ए आफू पनि एउटा सानो बिजनेसम्यान भएको नाताले गर्दा म बिजनेसको एउटा कुरा पनि यहाँ राख्न सभापतिजीलाई अनुमति चाहन्छु मैले विगतमा पनि भने गरेको थिएँ हामी सबै मिलेर एउटा सहकारी खोलौँ ती सहकारीको माध्यमबाट हाम्रा मिनबहादुर गुरुङज्यूले जस्तो एउटा भात भेटिटीको कन्सेप्ट ल्याएर हामी काठमाडौँ भक्तपुर ललितपुर लगायत विभिन्न जिल्लामा धेरै मानदण्डहरू भएकोले गर्दा हामीले कुनै बिजनेस गर्न सफल बन्न सक्छौँ भने हामीलाई विश्वास छ हो कि होइन ल भन्नुहोस् त दाजुभाइहरू हामी गर्न सक्छौँ कि सक्दैनौँ हामीसँग के छैन यतिका धेरै नागरिकहरू जनताहरू मानदण्डहरू हामीहरू छ काठमाडौँमा सारा मान्छे आएर बिजनेस गर्न सक्छ हामी केन्द्रीय मानदण्ड सङ्घले गर्न मिल्दैन भने एउटा कुनै कमिटी बनाएर एउटा सहकारीको माध्यमबाट यो हामीले भात भटेनीको जस्तो एउटा संस्था खोल्यौँ भने हामी विदेशमा जस्तो 7-11 जस्तो नामाकरण गरेर पोखरा स्याङ्जा रामेछा भक्तपुर पाटनदेखि लिएर विभिन्न ठाउँमा त्यसको शाखा खोलेर हाम्रो मानदण्डहरूको व्यापारीको परिचय दिन सक्छ भन्ने मलाई विश्वास छ मैले यो कुरा किन बोलिराखेको मैले डाक्टर त्रिरत्न मानन्दरज्यूले बोल्नु भएको कुरा म मेरो जीवनमा बिर्सिँदैन यी कुरा मेरो तोलमा पनि मैले शेयर गर्दै आइरहेको छु किनकि राणाकालमा यदि 4 जना व्यक्तिले 6 महिनाको बजार भाव टोक्छ भने गौरवका साथ भन्नुपर्छ हामी मानन्दरहरू 4 जना मध्ये 3 जना हाम्रो मानन्दरहरू हुन्छ रे आज ती दिन कहाँ गयो हाम्रो पनि दायित्व हो भन्ने मलाई लाग्दछ मैले अलि बढी समय लिएकोमा म क्षमा प्रार्थी छु सायद मैले केही बोलेको कसैले आघात पुग्यो भने म क्षमा प्रार्थी गर्ने म बिदा हुन चाहन्छु नमस्कार यहाँको युथको प्रतिनिधि सभापति कार्य समिति अध्यक्ष लक्ष्मी पञ्चायती सकले जो नमस्कार तो जी केन्द्रीय मानदण्ड संघ या माओज्या ये कोई गुली ज्या चाहिए सफल जुल गुली असफल जुल सफल मजू सा सफल याव चाहिए प्रयत्न या माओ छौ टाइम में जाई जू ज्या ठीक जू सा चाहिए मेव समय लेना चाहिए वो कंटिन्यू यान माओ वो अठी खंड मरो जस्तो कि जी उपसभापति ज्या चलतो टाइम में न्यू समूह चाहिए ज्या न्यवया छु ज्या जुला जस्तो कि जाने मैरिज सेरेमनी मैरिज ब्यूरो वो जीव जाने समाज यो जाने इधर जाए न्यावन्यो लागि जाने सुई प्रॉब्लम जाने जू टाइम में जाने प्रॉब्लम मजी किता मैरिज ब्यूरो खड़े ना वो ठीक झूठ है चौसा उगी तो न्यावनी माओ अठे जाने झूठो जाने समाजो जाने सूचना प्रवाह या माओ प्रभाव या निम्ति जाने वो टाइम में जिमसा जाने माननर खापो जाने दगा जाने ठिकाना वो माननर खापो जाने जाछुले छौ टला याव जा मेव टले जाने सूचना प्रवाह या आवो चाहिँ छी केन्द्रीय मानदण्ड संघ चौकी पदाधिकारी ठू या मठू वो चाहिँ मठू
ऐसा न तो सूचना प्रवाह याव निम्ति जने गु जाया माउ ख जी छमेशा मेमेशा याव जने मोठु मसे छुटो वो सीके निम्ति जने वो चाहिँ माननर खापो पेकनो वो खापो निम्ति जने छुछु चाडो टको जने कन्टिन्यू प्यावला उया लिबा जने बन्द जुल छुकारने बन्द जुल आजी घाटनो छुले दलासा थयो जा एकटी उपयुक्त खसा ढो कार्य समिति वयु जाने कार्य समिति ट्विट जाने कन्टिन्यू याद जाने अनुरोध बिहान जुनजुना ठेर याजी जाने जो न्यूको शब्द चाहिँ थाने चुक्को जाके सुभामा सफल पार्न आउनुभएका सम्पूर्ण बुवामा दाजुभाइ तथा दिदीबहिनीहरू म हरि मानन्दर क्याक्मी स्याङ्जाबाट सबैलाई एकचोटि नमस्कार गर्न चाहे। कार्यक्रमहरू सधैँ सफल हुने गर्छन्। मैले अहिलेसम्म 4वटा केन्द्रीय मानन्दर सङ्घको कार्यक्रममा सहभागिता जनाइसकेको छु। मैले खासै कमेन्ट गर्नुपर्ने कुरा केही पनि छैन। 2-4वटा सुझावहरू पेश गर्न चाहन्छु, यहाँसँग अनुमति माग्छु। एउटा कुरा, काठमाडौँ भ्यालीमा रहनुहुने सम्पूर्ण आमा दाजुभाइ तथा दिदीबहिनीहरू मात्रै मानन्दर हुनुहुँदैन। हामी पनि यो काठमाडौँ खाल्डो बाहिर बसेर मानन्दरकै नाम लिएर अहिलेसम्म सङ्घर्ष गरिरहेका छौँ, देश विदेशसम्म चिनाइरहेका छौँ। मानन्दरहरूको पहिचान परिचय योभन्दा अगाडि म इजरायलमा थिएँ। इजरायलबाट मैले आफ्नो मानन्दरकै तर्फबाट साहित्य नेपाली साहित्य समाजमा भाग लिएको थिएँ। यहाँ पनि मेरो अहिले इतिहास हेर्न सकिन्छ। म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सचिव पनि भइसकेको थिएँ। त्यस्तै मेरो आफ्नो थोरै परिचय पनि दिन चाहन्छु, किनकि म यस अबको आउने अधिवेशनबाट यस केन्द्रीय मानन्दर सङ्घलाई आफूले सकेको, आफूले सकेको र आफूले गर्न सक्ने सहयोग र बलबुतोबाट अझै अगाडि बढाउन सकिन्छ कि भन्ने मेरो आफ्नो राय विचार र मेरो ज्ञान विवेकले यस संस्थालाई अगाडि बढाउन सकिन्छ कि भन्ने आशासहित म एउटा उम्मेदवारी पनि दिइसकेको छु। त्यसैले पनि म आफ्नो थोरै परिचय दिउँ, किनकि अकस्मात क्याकबाट उठेर आउँदा यो काठमाडौँको यत्रो ठुलो खाल्टोमा म हराउन सक्छु। त्यसैले म आफ्नो थोरै परिचय दिन खोजिरहेको छु, कृपया झर्को नमानिदिनु होला। म प्रवासमै रहँदा हामीले देशको लागि केही गर्नुपर्छ भन्ने सोच राखेर सोसाइटी अफ हेल्पिङ ह्यान्ड्स सहयोगी मनहरूको समाज भनेर नेपालमा दर्ता गरिसकेका छौँ र यसमार्फत हामीले मोर देन 2 करोड नेपाली समाजमा दुखी गरिब र पीडितहरूको लागि सहयोग गरिसकेका छौँ। पूर्वको झापामा आगलागी हुँदा र पश्चिमको ताप्लेजुङ वा दार्चुलामा बाढी गइरहँदा पनि हामीले प्रवासमा रहेर आफूले कमाएको मध्येबाट 2-4 रुपियाँ सहयोग गरेर हामीले अगाडि सहयोग गरेका छौँ र अहिलेको विनाशकारी महाभूकम्पमा पनि हामीले अराउन्ड 83 लाख उठाएर विभिन्न क्षेत्रमा सहयोग गरिसकेका छौँ र पुनर्निर्माणमा पनि सहयोग गर्न लागिरहेका छौँ। र यति मात्रै नभएर अहिले म नेपाल आएको लगभग 1 वर्षभन्दा बढी भइसक्यो। यस विषयमा पनि हामीले ट्राई गरेर हामीले जीवन मृत्युमा लडिरहेका कुनै पनि रोगबाट वा कुनै पनि कारणले एक्सिडेन्टली मृत्युबाट जोगाउनको लागि प्रयास गरिरहेका छौँ। त्यसै क्रममा वीर अस्पताल वा ट्रमा सेन्टरहरू यस्तो सरकारीमा मात्रै, प्राइभेटमा खर्च गर्नेहरूको लागि हामी खर्च गर्दैनौँ। सरकारीमा जो 2-4 हजार रुपियाँ नपुग्नाले पनि ऊ मृत्युको शैय्यामा जान सक्छ, मर्न सक्छ भने त्यो अवस्थामा हामीले सोसाइटी अफ हेल्पिङ ह्यान्ड्स मार्फत हामीले सहयोग गरिरहेका छौँ। त्यसको पनि म सचिव छु र केन्द्रीय मानन्दर सङ्घमा रहेर आफूले सकेको सहयोग, आफ्नो विवेक विचार र विमर्शलाई देशको कुना कुनासम्म जहाँ मानन्दरहरू छरिएर रहनुभएका छन् वा विदेशसम्म पनि पुर्याउने एउटा अठोट चाहिँ म यहाँ यो केन्द्रीय मानन्दर सङ्घको सदस्य नचाहेको कुरा जानकारी गराउँदैछु। र एउटा सानो कुरा, हामी क्याक्मीको कुरा जोडिहाल्छु म, कृपया गाह्रो नमानिदिनु होला। समय झर्किरहेको छ, तैपनि म आफ्नो
सानो यो काठमाडौँको खाल्टोभन्दा बाहिर पनि हामीले मानन्दरहरू नै भएर बाँचिरहेका छौँ र मानन्दर भएरै बाँच्न चाहन्छौँ र अलिकति कुरा दर्शाउँ यो कार्यक्रमहरूमा जब हामी कार्यक्रम गर्छौँ हाम्रा दिदीबहिनी चेलीबेटीहरूले नेवारी पोसाक लगाएर जानुहुन्छ वा प्राय हामी पुरुषहरूभन्दा हामी चाहिँ महिला दिदीबहिनीहरूलाई कार्यक्रममा अगाडि सार्छौँ तर केन्द्रीय मानन्दर सङ्घ जस्तो यस्तो कार्यक्रममा नेवारी पोसाकको पनि अभाव देखेँ अनि हुन त म पनि लगाएको छैन तर म चाहिँ खाल्टोभन्दा बाहिरको भएर माफी पाऊँ त्यस्तै दिदीबहिनीहरूले पनि ड्रेसहरू लगाएर आउनुभएको पाइनँ त्यो पनि अलिकति मलाई कता कता अनुभव भयो त्यस्तै ल्याङ्ग्वेजको कुराहरू हामी दोषी छैनौँ हाम्रा पुर्खा जो काठमाडौँ भ्याली छोडेर जानुभयो उहाँहरूले चाहिँ त्यहाँ गएर त्यही भाषा बोलिदिनु भयो जसको पीडा हामीसँग छ हामी चाहिँ नेवारी बोल्न सकिरहेका छैनौँ त्यस्तै तपाईँहरूका पनि तपाईँहरूले सबै कुरा नेवारी भाषामा बोलिरहनु भएको छ तपाईँका छोरा चेलीबेटीहरू पनि भोलि नेवारी भाषा नबोल्न सक्ने स्थिति आउन सक्छ किनकि यो समय र परिस्थितिको कुरा हो अघि भक्तपुरको शिव मानन्दरजीले भनिसक्नु भएको छ धेरै कुराहरू म त्यो कुरालाई पनि यहाँहरू समक्ष पुनः अवगत गराउन चाहन्छु र यति भन्दै यो देश अब देशदेखि लिएर हरेक सङ्घ संस्थामा युवाहरूको जोस जाँगरलाई सदुपयोग गर्न सकियो भने संस्था मात्रै नभएर देश पनि अगाडि बढ्छ भन्ने कुरामा विश्वास हुने म क्याक्मीको हरि मानन्दर पुनः यस संस्थामा अब के भन्छ म यो संस्थामा जोडिन चाहन्छु भन्दै मेरो दुईटा शब्द यही पुरा गर्न चाहन्छु थौठो चाहिँ केन्द्रीय मानन्दर सङ्घ यी याको नि कुकयो तमुजया सभापतिज्यू ओठेनानो कार्य समितिया सम्पूर्ण पदाधिकारीज्यू ट्वाकुटी खलपुज ओठे पर्यवेक्षक डकोसित जी श्री पञ्चमी मानन्दर गुटिया सचिव जुजुकाजी मानन्दर पाके सक्षित जोजोलपा थौठो चाहिँ केन्द्रीय मानन्दर सङ्घ यी याको नि कुकयो तमुजया सभापतिज्यू ओठेनानो कार्य समितिया सम्पूर्ण पदाधिकारीज्यू ट्वाकुटी खलपुज ओठे पर्यवेक्षक डकोसित जी श्री पञ्चमी मानन्दर गुटिया सचिव जुजुकाजी मानन्दर पाके सक्षित जोजोलपा ठिकै जी सचिवज्यू हो कोषाध्यक्षज्यू चाहिँ प्रतिवेदन जी खन लाना मचना जी छौ ढाक्नु सुगा आशा उ तो कीर्तिपुर यु छौ जिज्ञासा र घाटन तो योसी पत्रिका ओडु उगेर छौ आ सुगा आशा छौ जस्तै डाक्टर नारीमय मानन्दर चाहिँ विकल दिल ठुके टिकाउली थो योसी पत्रिका कीर्तिपुर बारे छुए मुसिबी मनुटेस थो पत्रिका बनिले जिमी श्री पञ्चमी मानन्दर गुठी र एकै आघात पुगेजुपट्टि जी ठुके खन मुला वे गएर छौ सुझाव ने तो बिग्नु सुर्गा ढालासा वे गर्न तो बिगा ड्युली कीर्तिपुरे श्रेष्ठ टेको बाउलेटा ढका छौ बिगा दिल जी छौ जो पाइन्छ कि जी हेर्नु तो कीर्तिपुरे श्रेष्ठ टेको बाउलेटा मगु मर्जन टेको बाउलेटा ख ओठे नाटु वे गर्न छौ जी मानन्दर कीर्तिपुरे ने मानन्दर दुर्गा ढाउली अञ्चोमी सु व्यक्तिगत नियमले उ जिमी श्रीपञ्चमी मानन्दर गुठी छु जी गन रगा नियमले छौ जस्तै मानन्दर ढावे तो एलाकाई भी रिपटी गुख अथवा शब्द चाहिँ कोडेना दिल आ वेगन निना जुबी सुलादा हो जिमसन ढामुट एन वेगन ठो पत्रिका हेला चौडो अञ्चल पत्र जिल्ला हुनुहुल तर कीर्तिपुरे चोमी सु एला चाहिँ काई खला मानन्दर ढाबी कीर्तिपुरे चोमी मानन्दर तेस आटक कीर्तिपुरे सुन मेमेउ झाडी मिस याना मुजुमु कार्यक्रम जिमी ठो श्री पञ्चमी मानन्दर गुठी चाहिँ याना चुनौटु वो चाहिँ ठुके पत्रिका सुन मोल छौ खोजियो जिज्ञासा ओजुल छौ हाना छोर्गा राजा कीर्तिपुरे यो मेन जात्रा इन्द्राणी जात्रा यावले जिमी मानन्दर पेस मानन्दर झी बुख झी स्याम पेसन चाहिँ याना म याछु दलु जो यो जात्रा वो विषयले ठो पत्रिका सुन मोल वेग वले सुन मानन्दर देउ खलबला मुलासा ठो पत्रिका बिगाड जिमी श्री पञ्चमी मानन्दर गुठियो छु पदाधिकारी नव सम्पर्क तयाजग थो पत्रिका विकास पाना ढेउपटी छौ जिमु गुनासो न दुजिया ठयजग खलाड जिमु गारासा दुगो नासा सन्देश दिन छौ जे केन्द्रीय मानव संघ छिट हसवाके त गु चाहिँ प्लान हल वो प्लान जिम्न श्री पञ्चमी मानन्दर गुठिया सभापति अध्यक्ष श्री कुमार जिमी कार्य समिति चौबिन्छ वेगन ढैडली जी मानन्दर डे क्याम्प ह्यापी अस्ट्रेलिया क्यानाडा अमेरिका बेलायत मुभी दु
उके कमसे कम छम मजा महिना $5 चाहिँ बिउसान ठो किन्ने मानर संगीत 3 वर्ष भिते 3 करोड डा उठायाउ दु उके लागि यदि चाहिँ ठो सन्देशन हाउपटी चाहिँ ठो लागो याडा गुन्यु खर्च गु महिना चाहिँ ठो उठायाउ ख उके जिमी क्या छम अस्ट्रेलिया दु भ्या अमेरिका दु उके यु $5 महिना 3 वर्ष तक बिर जी थन घोषणा। धन्यवाद सन्देश जी। थो मानन्दर संघ या सभाया सभापति लगायत दासे चौकी थो मानन्दर संघ या सभाया सभापति लगायत दासे चौकी आदरणीय व्यक्तित्व जी चाहिँ मानन्दर संघ सायद झिदङ लिपा जिठो दासे होया नवा होया जी झिद झिन्निद न्यन से आटक मानन्दर संघ तो तमुज्या अर्थात साधारण सभाले वेबले जी दक्षिण तरौं खनिउए थनिउ मिसम्यानेजमेन्ट कृपया तो ट्विटर चाहिँ स्वीकार्य नै दिन्छ ठौन सन्देश जी बारम्बार धैदिल ल्युने चम्पिङ छ चाहिँ खन्यना बिमाला धैदिल ल्युने छु टाय मरो माइक निग न्यने दु ल्युने चना चाहिँ छु नेने फैमो कम से कम मेउ निगु माइक ल्युने दु जुसा सायद चाहिँ टाय दयुला वो बच्चा वो छौ मिसम्यानेजमेन्ट जिया जोंदु मेउ छौ छन्जी जिला ठोसयाना मेउ आवयो वयो चाहिँ कार्य समिति त सुझाव दिएको छ जिथन ड्यास छमचको महिला छ जी मानन्दर सँगै महिला त्यो प्रतिनिधित्व एकदमै न्यू झिउ गुठी न झिउ चाहिँ पुरुष प्रधान गुठी झिउ गुठी उनी ढ्यासातकै झिउ मिजाउ उनी चलन चाहे मिस्तन गुठीले पनि झिकी बची सायद जीसँग ठुकेन चाहिँ पुनर्विचार या मालिला जी आरोप लगाए नमको मस्ते वाला खवे वाला यंग टेव मेउ छले मानन्दर त चाहिँ मोटामोटी संख्या गुली त यो तथ्याङ्क क्या चाहिँ जिसा मानन्दर संघ yana चलन कि मरु हरेक साल मानन्दर संघ चाहिँ छौ डाटाबेस देख्यो अथवा उता वेबसाइट देख्यो अथवा जी विदेशी जुइमा बा स्वदेशसँग जिनसम्म मानन्दर खर गाडी छौ दरखास्त फारम भराइयो छौ न व्यवस्था जुइला उके ना चाहिँ मानन्दर त ल्या गुलिजुल दै चाहिँ वसिदै मेउ छौ थन चुखना धासा थो हरेक मानन्दर सँगै वेबले बा सु मानन्दर थन वइ चौंडु दै निमपेमा चाहिँ तस्कै स्थापित दि वेकअप इन द फुक्स्यान मस्यु तर थन जी खना मानन्दर त एकदम रिटायर्ड तो सचिव त न दि PhD यान चम्नी दि डाक्टर त दि भूगोलविद त दि इतिहासकार त दि तर सभासद त दि वेकअप इन चिर हचौ परिचय कम से कम थन उपस्थित जु किन छौ चिर हचौ परिचय जुसा उकेन बच बालैला थेचौ पुल लगाए चाहिँ मेउ पटक याबले कम से कम फुक्स्यान नेने दे भयो बरु झिसा भाषण कम या फुक्स्यान खला भयो अनि यो वातावरण बने जिल्ला ढेउ आस्याला सुभा ज्ञान नेने दे भयो बरु झिसा भाषण कम या फुक्स्यान खला भयो अनि यो वातावरण बने जिल्ला ढेउ आस्याला सुभा यो सालेउ चाहिँ साधारण सभा यहाँको यो खुयो साधारण सभा जसौडो ओ साधारण सभा ड्यासे थनदेवी फुक्सित जो अनुवाद दो र यहाँदेवी फुक्सित न जो अनुवाद दो आठो पहिला नामाला चाहिँ सचिवको कोषाले चाहिँ सम्बन्ध कया जवाब खासना जवाब दिमाओ सोनु सुमरा जी ढाचनो सुठलासा जी समाज लगाडे हुए पुसानी से शिवलेट गयो बिटी बाहर गयो छुया माओ खा वो विषयले कया ठों
झिउ चाहिँ नेगेटिभ झिप्पिङो पाइन्ट हो चाहिँ भने ऐके चाहिँ समाज त गुई बुसान से सिले टकै ठोया समय याव गया घटिया सा झिउ चाहिँ भने डुबी मनु त्यसो जाए तर मरु मैसिन तस्का मर्का पड़ेगी दास मैसा है कि मैसिन तस्का मर्का पड़ेगी तो सम्मान या मार गया चिसन चाहिँ झिपिङो पाइन्ट चाहिँ नेगेटिभ का वो विषय लेके आ सचिव पछाडि चाहिँ रिपोर्ट चाहिँ छु विषयले चाहिँ मरु जुन्दी सिक्किम दशका त्यो विषय लेके आ ढाटे ढामल्ला सा दक्षिण सका अथवा बाछी सका मैले 6 महिना सका त्यो विषयले चाहिँ लेखा जोखा चाहिँ यामा हो झिउ मुख्य चाहिँ पुसानी चाहिँ शिवले टक्कै हो विधि व्यवहार फरकपना चाहिँ मोजीमा र यामाको बिन्तन चाहिँ या फेकेमा जाया फेकेमा र ठुकी चाहिँ भेदभाव मोजीमा ल्यायो खास होइन झिउ सँग सन्थन ल्यायो चाहिँ डेकाउया क्योलाई वास्तविक डेकाउ काट्ने चाहिँ क्योलाई एजु जुन्डी चाहिँ ठोस बालको विचायामा र सचिवको पछाडि चाहिँ रिपोर्ट मरु ओ डेका दिस ओ कि बालको ढाकीमा अगाडि जो अनुरोध भयो आ ठाउँ चाहिँ छु विशेषणा विषयले चाहिँ पछाडि चाहिँ रिपोर्टले चाहिँ ध्यान न आ चाहिँ मुख्य चाहिँ सुरलासा ठाउँ दिने चाहिँ इलेक्सन छु आ इलेक्सन लगाएको ठाउँ चाहिँ टाइममा निसे गया नपा निसे गया ठाउँको चाहिँ तो मानसन चाहिँ बने जुल नपराज से सैकड़ों वर्षों से देखो खा 2010 साल से देखो खा थोड़े निशे से तो मानसन देखो खा पीटर से मने चीज़ हाथ का सुनाओ तो आज प्रक्रिया देखते थे उनको तर ऐसा तमिला जीव ठाव जाते टा देख लगी सके चाहिँ मने वो युक्त वो तो सुयाओ इलेक्सन देव चाहिँ मुजीमा देव चाहिँ भावना गया छिसा चाहिँ मने नमान से इलेक्सन में से इलेक्सन के बच्चे अवसान चाहिँ ना छिसा समय मुझे ना जीव संस्था चाहिँ चले जा भइचुङखा आठौं मया चाहिँ ना चाहिँ स्वीम मनुयो चाहिँ मने कार्य समिति चाहिँ मने बिरवार देगुगु तीना छिटो चाहिँ बडा इलेक्सन को ला सुनेला संगो इतो चाहिँ कोही खराबी ढाउ इतो खराबी ढाउ थो माला हमको जुसा छिटो अझन जो रिक्वेस्ट हो सुनो चाहिँ मने चाहिँ या ज्या चाहिँ ठुकी चाहिँ लिटका मासु हो चाहिँ जुसा आजै चाहिँ मने कोही जाया हो ढापिने चाहिँ छिसन जाया हो का ढापिने छिसन नै ढाउ खयामहरु एजो जुनले चाहिँ सिमेन्ट ढाउ आएको मनु क्यारे छ सुइमा मनु चाहिँ मने ठो उमेरवार चाहिँ जुडो छिटो माल्छौँ छिनीमा मनु छिनीमै सु चाहिँ लाई छिसन चाहिँ गया चाहिँ जुसा ठठमन्टो चाहिँ ठसले चाहिँ जाया फुके ज्या चाहिँ बालको फुके अयो पिण्ड चाहिँ तोटा बिउ अथवा ठाउँमा चाहिँ मने सम्झे बुझेन न्याउसा छिउ छिनीमै सु चाहिँ मने कार्य समितिको छिनीमै चाहिँ उमेरवार चाहिँ दस योको बाला सिक्किम ठुले ढ्याजी विवचन खना अब धेरै जनाको आज बडो सौहार्दपूर्ण तरिकाले यो कार्यक्रमलाई यहाँसम्म ल्याइदिनु भयो यहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु मैले यो भन्न लागिरहेको छु सबैको ध्यान अहिले वास्तवमा चाहिँ अब हाम्रो मानव दर्शनलाई अगाडि कसरी लाने भन्ने चिन्ता र चासोको बीचमा अगाडि गइरहेको देखे सबैलाई कुराकानी गर्न व्यस्त छ त मैले एउटै कुरा के अनुरोध गर्दछु भने हामीले आज यत्रो 63 वर्षको दौरानमा अहिलेसम्म यहाँसम्म ल्याउँदा हामी बडो मिलेर गएका छौँ पद भन्ने कुरा अहिले अब निर्वाचनको मुखमा चाहिँ हामी पुगेका छौँ सम्भव भएसम्म जसरी हिजो सौहार्दपूर्ण तरिकाले हस्तान्तरण हुँदै गयो आजको दिनमा पनि साह्रै नै ठुलो कुरा केही होइन हाम्रो यो जम्मा 55-56 गुठियारको बिचमा मतदानै गर्नु पर्यो भने पनि तपाईँ हामीलाई त्यति साह्रै निको लाग्दैन हामीले ठुल्ठुला चिजहरू त्याग गर्नुपर्ने परिस्थिति छ नेतृत्व हस्तान्तरण गर्दा एकले अर्कोलाई आत्मीयताको साथ
सबैले सबैलाई सहयोग गर्ने भावनाले यो संस्थालाई अगाडि कसरी बढाउन सकिन्छ त्यसतिर ध्यान दिएर यो अगाडि बढाउनु हुन सबैसँग सहयोग गर्नुहुनेछ भन्ने अनुरोध गर्दछु र हाम्रो मानव सङ्घले हामीले आजसम्म जुन किसिमले ल्यायौँ अबको दिनमा यसलाई अलिकता परिमार्जन गरेर मान्छेको आर्थिक स्रोत आय आर्जन र हाम्रो सांस्कृतिक रीतिरिवाज हराइरहेको चिजलाई कसरी ढाल्ने यस्तो नयाँ भिजनको साथ अगाडि बढ्नु